हेलो एन्ड नमस्ते। फुलबारी ट्रेडलिङको अर्को नयाँ भिडियो पछि यहाँलाई स्वागत छ। सदा चाहिँ न्यू ग्याजेट्सको बारेमा चाहिँ हामी रिभ्यू गर्ने क्रममा चाहिँ आज हामीले मिबीको फोर्ट S100 100 वाट साउन्ड बारको बारेमा चाहिँ रिभ्यू गर्न गइरहेका छौँ। करेन्टली यो सामान हामीले चाहिँ तपाईहरुलाई बिक्रीलाई चाहिँ लिएर आएको होइन कि जस्ट यो सामान चाहिँ कस्तो छ भनेर चाहिँ तपाईहरुलाई चाहिँ रिभ्यू दिनको लागि चाहिँ यो सामान चाहिँ हामीले लिएर आएका छौँ है। यो हाम्रो चाहिँ पर्सनल एक्सपिरियन्समा चाहिँ यो सामान कस्तो रह्यो भनेर चाहिँ यो सामानको बारेमा बुझाउनको लागि चाहिँ तपाईहरुसँग यो भिडियो लिएर आएको छौँ। र यो चाहिँ मिबी कम्पनी एउटा इन्डियन ब्रान्ड हो है, जसमा चाहिँ 100 वाटको स्पिकर दिएको छ र यसमा चाहिँ यो साउन्डहरू एकदम बवाल खालको छ भन्ने एकदम न्युजहरू सुनेको भएर यसको चाहिँ रिभ्यूहरू सुनेको भएर चाहिँ हामीले यो सामान मगाएर आज अनबक्सिङ गर्न गइरहेका छौँ है। र चाहिँ अहिले हामी अनबक्सिङ गर्दैछौँ यो सामान। यो भित्र के कम्पोनेन्ट्सहरू छ, के सामान आउँछ भनेर हेर्ने हो भने चाहिँ अब यो तल बक्सभित्र जान सक्नुहुन्छ होला, हेर्नुहोस् है हैन। यस्तो मजाले प्याकिङ भएर भित्र प्लास्टिक र्याप भएर यस्तो राखेको हुँदो रहेछ। र यसमा चाहिँ तपाईको पिफर्म ठ्याक्कै काटेर ठ्याक्क मिलाएर टाइट तरिकाले चाहिँ बाँधेर यस्तो राखेको हुँदो रहेछ सामान। हेर्नुहोस् एकदम हेभी छ हौ सामान पनि उचाल्ने बेलामा। अनि यो चाहिँ बक्स चाहिँ सानो बक्सभित्र चाहिँ कम्पोनेन्ट्सहरू छ होला र पहिला सुरु यसलाई चाहिँ निकाल्न म कोसिस गर्दैछु एकछिन है। यो सामान चाहिँ एकदम वेटी पनि रहेछ र एकछिन पहिला बक्सभित्र नै खोलेर हेरौँ के सामान छ बक्सभित्र है। ओके, यो बक्सभित्र चाहिँ हामीले पाउन सक्छौँ एउटा एडाप्टर देखेँ मैले यहाँ, सरी अक्स केबल रहेछ, एउटा अक्स केबल छ, एडाप्टर पनि छ भित्र, एउटा एडाप्टर छ है, हेभी खालको एडाप्टर छ यो पनि। हेर्नु ठ्याक्कै यो प्लगमा पनि मजाले अडिने खालको भएको दिएर छ। र यसमा चाहिँ दुईवटा ब्याट्री दिएको छ र यो ब्याट्री चाहिँ प्यानासोनिक कम्पनीको हालेको छ कम्पनीले चाहिँ। र यो चाहिँ वारेन्टी कार्ड चाहिँ जुन स्क्यान गरेर चाहिँ वारेन्टी क्लेमको लागि चाहिँ दर्ता गर्ने भनेको छ। र यो चाहिँ एउटा तपाईँको रिमोट भयो मिबी कम्पनीकै। यो बक्स चाहिँ निकालेर हेरौँ हामीले है, कस्तो मजाले यसरी प्याक गरेर पठाएको रहेछ कम्पनीले सामान चाहिँ। भित्र हेर्नु यस्तो 4-5वटा रहेछ, 4-5वटा यो पिफर्ममा राखेर बनाएको पठाएको छ बक्स मजाले, एकदम वेटी डिजाइनमा छ मिबी कम्पनीको यो सामानलाई। हेर्नुहोस् यसको प्लास्टिक निकाल्ने बित्तिकै हामीले देख्न सक्छौँ माथि पुरै यो मेटलवाला बार छ यसमा है, एकदम प्रिमियम लुक्स भएको एकदम वेटी सामान है, एकदम ठुलो खालको छ हेर्दाखेरि नि। ल हेर्नुहोस् कस्तो स्लिक डिजाइन छ कि यसको चाहिँ मिबी लेखेको ठ्याक्क बाहिर देख्न सकिन्छ। ल हेर्नुहोस् मजाले। यसको पछाडि यूएसबी पोर्ट अनि एचडिएमआई पोर्ट, अक्स पोर्ट, कोएक्सियल पोर्ट र पावर दिने एउटा पोर्ट रहेको छ है। यसको ब्याक साइडमा चाहिँ तपाईँको दुईवटा वाल माउन्ट पनि गर्न मिल्ने दुईवटा होल पनि दिएको छ, जसमा तपाईँले अब टिभीहरू चाहिँ टिभीमा चाहिँ पुरा भित्तामा तपाईँहरूले चाहिँ वाल माउन्ट गर्नु भएको छ भने यसलाई पनि मजाले वाल माउन्ट गरेर टिभीको ठ्याक्कै मुनि राख्नुभयो भने आकर्षक देखिन्छ है। यो छेउछेउमा चाहिँ पुरा सिक्रो डिजाइनको टिलिक्क टल्किने खालको यो मिरर टाइपको चाहिँ स्टिकर टाइपको हालेको छ यो बुस्ले कम्पनीले। र पछाडि हेर्नुहोस् एचडिएमआई पोर्ट छ, एउटा कोएक्सियल पोर्ट छ, अक्स पोर्ट छ अनि यूएसबीबाट बजाउन सक्नुहुन्छ। यो चाहिँ हाम्रो चाहिँ यसलाई पावर दिने ठाउँ भयो है, डीसीबाट चाहिँ तपाईँको चाहिँ चल्छ 20 भोल्टको हुन्छ यसलाई हेर्ने यो सामान। एडाप्टर यस्तो रहेको छ यस कम्पनीबाट आएको एडाप्टर चाहिँ। ओभरअलमा चाहिँ सामान चाहिँ यही नै छ है। र यसलाई अब ढिला नगरिकन चाहिँ सामानहरू यसरी ट्राई गरी हेरौँ न कस्तो के रहेछ, कस्तो राम्रो साउन्ड आउँछ कि कस्तो आउँछ कि बुझौँ है। यसलाई म चाहिँ यहाँ जोड्न गइरहेको छु अहिले। जोडियो यसलाई लाइन दिनको लागि चाहिँ म एउटा चाहिँ मोटरप्लग युज गर्न गइरहेको छु। र मोटरप्लगमा यसलाई प्लग इन गरिसके पछाडि ल हेर्नुहोस् यस्तो छ यसको डिजाइन चाहिँ। अब यसलाई म एकैचोटि अगाडि फर्काउँछु है। ल हेर्नुहोस् ब्लू लाइट पनि ब्लिङ्क भयो अब मजाले यसमा है। यो चाहिँ ब्लुटुथ चाहिँ अन भयो भनेर चाहिँ यसले चाहिँ सिग्नल दिइरहेको छ। र यसमा चाहिँ अब यसको रिमोटमा चाहिँ हामी ब्याट्रीहरू हालेर यसलाई चाहिँ अब युज गरौँ एकचोटि है, कस्तो छ यो सामान चाहिँ, साउन्ड टेस्ट गरौँ। लाइट ब्लिङ्क गरेर चाहिँ मजाले हेर्नुहोस् होइन, ठ्याक्कै मिबीको ठ्याक्कै छेउमै रहेछ। कम्पनीबाटै प्रोभाइड भएको चाहिँ प्यानासोनिक कम्पनीको ब्याट्री छ। म अहिले हालेर चाहिँ त्यही ब्याट्री हालेर गइरहेको छु यसमा है।
रिमोट पनि एकदम सिम्पल खालको क्याची खालको रिमोट छ हेर्दाखेरि पनि प्यानासोनिक कम्प्युटरलाई हेर्नुहोस् इन्डियन सामान हुँदो रहेछ कि कम्पनीले चाहिँ त्यही अनुसार राम्रो कम्पनीहरू युज गराएर चाहिँ पठाएको हुँदो रहेछ सामान चाहिँ लाइट पनि ब्लिङ्क गरिरहेको छ हेर्नु यो पनि रिमोट पनि वर्किङ कन्डिसनमा छ है अब चाहिँ यसको साउन्ड चेक गरौँ मोबाइललाई ब्लुटुथ खोलेर यसको चाहिँ म कनेक्ट गर्दै गइरहेको छु है यसो कनेक्ट गरिसके पछाडि यसमा गाना प्ले गरेर हेरौँ है अहिले चाहिँ म यसको ब्लुटुथ अन गरेर यसको मोडल सर्च गर्दैछु यहाँ र यहाँ सो पनि गरिसक्यो तपाईँहरूले पक्का देख्न सक्नुहुन्छ होला हेर्नुहोस् कि MIUI Fold S100 लेखेको चाहिँ यसमा देखाइरहेको छ है यसमा म कनेक्ट गर्छु कनेक्ट गरे पछाडि यसमा चाहिँ गाना प्ले गरेर सुनौँ है कस्तो सुनिन्छ साउन्ड यसको चाहिँ कनेक्सन भइरहेको छ साउन्ड त एकदम इम्प्रेसिभ छ त Try to find out what it means. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow till I finally. I'm grateful, oh yeah, able, oh yeah, I'm stable. तपाईहरुले साउन्ड सुनि नै हाल्नुभयो ल हेर्नुभयो नि कति दामी साउन्ड छ यसको है मज्जाको माथि चाहिँ तपाईको स्पिकर दुईटा चारवटा स्पिकर दिएको छ यसमा है टोटल 100 वाटको स्पिकर हो साउन्ड चाहिँ एकदम बवाल लाग्यो मलाई चाहिँ बेस पनि मज्जाको छ सिलिक डिजाइनमा हेर्नुस् है माथि पनि त्यहाँ बटनहरु छ एक्स्ट्रा बटन दिएको छ त्यहाँबाट हजुरले चाहिँ प्ले पज अफ गर्ने यताउति गर्न गर्न मिल्छ क्लासिक डिजाइनमा भएको यो सामान चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ प्राइस रेन्ज पनि त्यही अनुसारको छ राम्रो प्राइसमा पर्ने खालको सामान छ यो र इन्डियन सामान भएको भएर होला सामान पनि एकदम वेटी प्लस राम्रो र अब व्यस्त कुरा नगरौँ 100 वाट भनेको त इनफ तपाईको एउटा रुममा चलाउनको लागि एउटा हलमा चलाउनको लागि चाहिँ यो सामान चाहिँ एकदम इनफ नै हुन्छ है ब्यास पनि कस्तो मज्जाको लाग्यो के सामानको चाहिँ सिलिक डिजाइनमा लाग्यो हेर्नु कस्तो प्रिमियम छ के हेर्दाखेरि न प्रिमियम फिल हुन्छ तपाईले यो हातमा समाउँदाखेरि छुँदाखेरि पनि वाल माउन्ट गरेर राख्न मिल्ने यो सामान चाहिँ मलाई एकदम बवाल लाग्यो अब यो सामान चाहिँ तपाईहरुले चाहिँ नेपालको अब दराजहरुमा पनि यहाँ भेटाउनुहुन्छ अब यसको छुट्टै MIUIको वेबसाइट नेपालको पनि छ त्यसमा पनि गएर हजुरले यो सामान मगाउन सक्नुहुन्छ कम्प्यारेटिभली चाहिँ यो सामानको मूल्य चाहिँ यो चाहिँ मैले डाइरेक्ट इन्डियाबाट मगाएको भएर चाहिँ अलिकति थोरै कममा पाएको थिएँ सामान चाहिँ नेपालमा चाहिँ अलिकति थोरै हाई चाहिँ छ यसको प्राइस चाहिँ तर एकदम प्राइस वर्थी चाहिँ छ यो सामान चाहिँ किनकि तपाईले सामान लिएर चाहिँ रिग्रेट चाहिँ गर्नुहुन्न है साउन्ड चाहिँ बवाल लाग्यो मलाई चाहिँ यसको साउन्ड पनि एकदम क्वालिटीको छ एकदम हेभी छ मेटल बडीमा यो सामान चाहिँ ओभरअलमा चाहिँ हेर्नुस् दिन सक्छ सामान यही नै हो है यस्तो हैन कस्तो प्रिमियम लुक्समा छ सामान पनि हैन छेउबाट हेर्नु त कस्तो मल देखिन्छ है एकदम लामो पनि छ कोठामा टक्क वाल माउन्ट गरेर राख्नु भयो भने एकदम सो पनि देखिन्छ कोठाको प्लस यो बटनको रिमोट बाइक पनि यहाँ छुट्टै बटनबाट चलाउन मिल्छ त्यहाँ तपाईको चाहिँ चारवटा स्पिकर छन् ल हेर्नुस् यहाँबाट देखिनु त नजिक गर्ने भने नजिकबाट तपाईको यो नेटबाट हेर्नु ठ्याक्कै देखिन्छ कि यो जालीबाट ठ्याक्कै हेर्नु भयो भने यहाँको स्पिकर देखिन्छ ल हेर्नुस् कस्तो मज्जाको फिनिसिङ भएको एकदम दामी खालको छ यो स्पिकर चाहिँ है यसको अब रिमोट पनि MIUI रिमोट ल्याएर हेर्नुस् रिमोट पनि सबै बटन यसमै दिएको छ भोल्युम घटाउने बढाउने प्ले पज सबै हैन र ओभरअल चाहिँ तपाईको सामान आउने यो MIUI कम्पनीको यो साउन्ड बारमा यही नै हो सो मोडल चाहिँ MIUI Fold S100 भन्ने मोडल हो यो है आजको भिडियोलाई यति नै अर्को भिडियोमा हामी फेरि पनि आउनेछौँ नयाँ सामानहरुको बारेमा तपाईहरुलाई हामी रिभ्यु गर्नेछौँ त्यति दिनसम्मको लागि चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब लाइक कमेन्ट शेयर गर्नु होला धन्यवाद